महेन्द्र मावि शुक्रबारेमा छ। त्यो स्कुलमा चाहिँ निजी स्रोतबाट इङ्ग्लिस मिडियमबाट पनि लगभग 5 लाखभन्दा मुनि पढाइने भन्ने जानकारी पाएँ मैले। त्यसै गरी सोही स्कुलमा चाहिँ क्यान्टिनमा चमेना गृहमा चाहिँ अलिकति त्यहाँका अभिभावकहरूको गुनासो सुनेर अब यो वडाको जिम्मेवारी निर्वाह गरिरहँदाखेरि चाहिँ त्यहाँ निम्त्याउनु भयो। म गएँ, मसँगै मैले ज्ञान विभाग प्रमुख लिएर गएँ। लानुपर्ने शिक्षा विभाग प्रमुख थियो होला, तर ठ्याक्कै त्यहाँ जमकेउटले भयो, कुरा जाउँ है भनेर हुन्छ जाउँ भन्नुभयो। त्यहाँ चाहिँ के रहेछ भने त्यहाँको चमेना गृहमा चाहिँ एकजना शाह भनौँ न शाह हुनुहुँदो रहेछ। त्यहाँ चाहिँ अलिक त्यो खानेकुरा चाहिँ त्यति शुद्ध भएन, फोहोर भयो भनेर चाहिँ त्यहाँका अभिभावकहरूले चाहिँ गुनासो गर्नुभएको कारणले गर्दा म गएँ। अब त्यहाँ जाँदाखेरि दुईजनै कुरा सुनियो। सुनिरहँदाखेरि चाहिँ यता हाम्रो विद्यालय वेतन समितिको अध्यक्षज्यूले भन्नुहुन्छ अब सुधार गर्न खोजिरहेका छौँ, अर्को मान्छे भन्ने बित्तिकै पाइँदैन, हामीले चमेना चलाउनको लागि सानो पैसामा चमेना सञ्चालन गरिरहेका छौँ भनेर भन्नुभयो। यता सञ्चालक भन्नुहुन्छ हामीलाई हरेक कुरामा बन्देज लगाइएको छ, मैले भाडा पनि तिर्नुपर्छ। अब भाडा मात्रै तिरेर पनि भएन, मैले व्यापार पनि गर्न पाएको छुइनँ खुलेर। बाहिरबाट जङ्क फुड अलाउड गरेको छैन स्कुलले मलाई, तर बाहिरबाट चाहिँ भित्र जङ्क फुड पुग्छ। मलाई जङ्क फुडको कुनै पनि कुराहरू ढुँड्न पनि दिएको छैन, इभन चाउचाउसम्म पनि दिएको छैन, बिस्कुट धरी पनि दिएको छैन। तर बाहिरबाट चाहिँ विद्यालयको प्राङ्गणमा चाहिँ चाउचाउ जङ्क फुडका आइटमहरू पुगिरहेको छ भनेर त्यहाँका सञ्चालकले गुनासो गर्नुभयो। अब यो गुनासोलाई म एउटा त्यहाँको जिम्मेवार भएकोले गर्दाखेरि थोरै सहकार्य गर्ने पनि मैले जमर्को गरेँ। त्योसँग मलाई साथ दिनुभयो हाम्रा रेडमियो प्रमुख सन्देश काकीजीले मेरो साथ दिनुभयो। त्यसमा उहाँले पनि यसलाई प्रत्यक्ष नियाद गाउनु भएको छ। यसलाई अलिकति सुधार गरेर लगिँदाखेरि भनेको उहाँको गुनासो यो चाहिँ फेरि नगरपालिकामा पनि यसको गुनासो आइसकेको रहेछ त्यहाँको अभिभावकज्यूहरूबाट। यहाँ चाहिँ खानाबारी त्यति धेरै क्वालिटी भएन भनेर आइसकेको रहेछ। अब रह्यो दोस्रो कुरा, त्यो विद्यालय छोडेर अर्को विद्यालयतिर जाउँ। मेरो गाउँमै पर्छ कर्जुना श्रीचुडी आधारभूत विद्यालय भन्ने मेरो गाउँमा पर्छ। त्यहाँका पनि केही कुराहरू मैले सुन्नमा आएको छ, तर अब वास्तविकता मैले जान्ने सकेको रहेको छैन। अब त्यो स्कुलको मैले विद्यालय व्यवस्थापन समितिमा बसेर केही समय काम गरेर जाँदाखेरि त्यही पनि केही चाहिँ छ भन्ने मलाई लागेको छ, किनभने मैले नजिकबाट निहालेको छु त्यो कार्यकालमा। अब यस्तै कुराहरूलाई जोडिरहँदाखेरि पर हाम्रो होटेलमा पनि सरकारी स्कुल छ, त्यहाँ हाम्रो उपसमितिहरू पनि अलिक नजिकबाट हेर्नुभएको, नजिक पर्छ उहाँको। त्यहाँ पनि खासै राम्रो चाहिँ शिक्षा व्यवस्था छैन भन्ने कुरा आएको छ। अब यसलाई चाहिँ हामी नगरबाट कुन तरिकाले हुन्छ, हाम्रो कार्याधिकार कतिसम्म